नमस्कार। के कहिले यस्तो भएको छ कि कुनै काममा सिप त एकदमै राम्रो छ तर त्यसलाई प्रमाणित गर्ने कुनै औपचारिक कागजपत्र छैन? यदि त्यसो हो भने आजको हाम्रो यो चर्चा एकदमै काम लाग्न सक्छ। आज हामी त्यही अनुभव र मेहनतलाई कसरी आधिकारिक मान्यता दिलाउने भन्ने विषयमा कुरा गर्नेछौँ। हो, यो एउटा यस्तो प्रश्न हो जुन सायद धेरैले सामना गरिरहेका छन्। काममा त दक्ष भइन्छ, तर एउटा औपचारिक प्रमाणपत्र नहुँदा तति राम्रा अवसरहरूबाट वञ्चित हुनुपर्ने अवस्था आउन सक्छ। तर अब यसको एउटा समाधान छ। ल, सुरु गरौँ यही एकदमै साझा समस्याबाट। नेपालमा हेर्ने हो भने धेरैजनाले काम गर्दा गर्दै वा घरमै बसेर कति धेरै सिपहरू सिकेका हुन्छन्, कुनै औपचारिक तालिम केन्द्रमा नगइकन। यो त एकदमै सामान्य कुरा भयो, होइन त? तर समस्या कहाँनिर आउँछ भने जब कुनै राम्रो जागिरको कुरा आउँछ वा विदेश जाने अवसरको कुरा आउँछ, त्यति बेला त्यही एउटा औपचारिक प्रमाणपत्र नहुँदा कस्तो बाधा पर्छ। वर्षौंको अनुभव हुँदाहुँदै पनि केवल एउटा कागजको टुक्रा नभएकै कारणले पछि पर्नुपर्ने अवस्था आउँछ। तर अब चिन्ता लिनु पर्दैन, किनभने यही समस्याको समाधानका लागि एउटा प्रणाली बनाइएको छ जसलाई भनिन्छ पूर्व सिकाइको मान्यता वा अंग्रेजीमा रेकग्निसन अफ प्रायर लर्निङ, छोटकरीमा आरपीएल। आउनुहोस्, यो खासमा के हो अलिक गहिराईमा बुझौं। एकदमै सरल भाषामा भन्नुपर्दा तपाईले सिप जसरी सिक्नु भएको भए पनि, मतलब काम गरेर होस्, घर परिवारबाट सिकेर होस् वा अरू कुनै तरिकाले त्यो सिपलाई राम्ररी जाँचेर त्यसको मूल्याङ्कन गरेर एउटा आधिकारिक प्रमाणपत्र दिने प्रक्रिया नै आरपीएल हो। यसले तपाईको अनुभवलाई, तपाईको ज्ञानलाई सम्मान गर्छ। अब यसको मुख्य उद्देश्य के त? पहिलो कुरा त यसले लुकेर बसेका सिपहरूलाई बाहिर ल्याउँछ, मतलब कामबाट सिकेका ज्ञानलाई आधिकारिक बनाउँछ। दोस्रो, यसले दक्ष व्यक्तिहरूको पहिचान गर्छ र उनीहरूलाई देश-विदेशमा राम्रो अवसरहरू दिलाउन मद्दत गर्छ। अनि अर्को महत्त्वपूर्ण कुरा, भविष्यमा यदि कसैलाई थप औपचारिक शिक्षा लिन मन लाग्यो भने त्यसको लागि बाटो पनि खोलिदिन्छ। ल, अब लागौं सबैभन्दा महत्त्वपूर्ण कुरातिर। यो मान्यता पाउने प्रक्रिया चाहिँ कस्तो छ त? आउनुहोस् यसलाई विस्तृत रूपमा हेरौं। यहाँ स्क्रिनमा हेर्नुस् त, यो समग्र प्रक्रियाको एउटा फ्लो चार्ट देखाइएको छ। हो, पहिलो नजरमा यो अलि लामो र जटिल जस्तो लाग्न सक्छ, तर आत्तिनु पर्दैन है। यो एकदमै व्यवस्थित र चरण-चरणमा अघि बढ्ने प्रक्रिया हो। यसमा आवेदन दिनेदेखि प्रमाणपत्र हातमा पर्नेसम्मका सबै कुराहरू समेटिएका छन्। अब हामी यसलाई अझै सजिलो बनाउन यसका मुख्य चरणहरू के हुन् त्यो हेर्छौं। हेर्नुस् त, त्यो अघिको लामो प्रक्रियालाई सजिलो बनाउन खासमा 3वटा मुख्य चरणहरूमा बाँड्न सकिन्छ। पहिलो हो परामर्श अर्थात् काउन्सिलिङ, दोस्रो दक्षता मूल्याङ्कन यानि कि स्किल असेसमेन्ट, र तेस्रो तथा अन्तिम चरण हो नतिजा र प्रमाणीकरण, मतलब रिजल्ट एन्ड सर्टिफिकेसन। ल, अब पहिलो चरणको कुरा गरौँ। यो परामर्श चरणमा के हुन्छ भने सबैभन्दा पहिले आफूले जानेको सिपको लागि एउटा निवेदन दिनुपर्छ। त्यसपछि आफ्नो सिप कतिको छ भनेर आफैले एक किसिमको स्वमूल्याङ्कन गर्ने अनि आफ्नो सिपलाई प्रमाणित गर्न चाहिने प्रमाणहरू जस्तै काम गरेको फोटो होला, भिडियो होला वा कसैको सिफारिस पत्र होला, हो त्यस्ता कुराहरू जम्मा गर्ने तयारी गरिन्छ। अब आयो दोस्रो र सबैभन्दा महत्त्वपूर्ण चरण, दक्षता मूल्याङ्कन। यहाँनिर चाहिँ तपाईको सिपलाई विभिन्न तरिकाले जाँचिन्छ। जस्तै तपाईले जम्मा गर्नुभएको प्रमाणहरूलाई हेरिन्छ, आवश्यक परेमा एउटा सानो लिखित परीक्षा पनि लिन सकिन्छ। तर सबैभन्दा मुख्य कुरा चाहिँ तपाईको सिपलाई प्रयोगात्मक रूपमा अर्थात् कामै गरेर देखाउन लगाएर परीक्षण गरिन्छ। अनि अन्त्यमा एउटा मौखिक अन्तर्वार्ता पनि हुन सक्छ। मूल्याङ्कनका यी सबै चरणहरू सफलतापूर्वक पार गरिसकेपछि के हुन्छ त? नतिजा प्रकाशन गरिन्छ र यदि तपाईँ उत्तीर्ण हुनुभयो भने बधाई छ, तपाईले राष्ट्रिय स्तरको सिप प्रमाणपत्र पाउनुहुन्छ। यो त्यही कागज हो जसले तपाईको वर्षौंको सिपलाई औपचारिक रूपमा प्रमाणित गर्छ। ल, प्रक्रिया त बुझ्यो, तर यत्रो झन्झट किन गर्ने? यो सबै गरेर के फाइदा हुन्छ त? अब यसको बारेमा कुरा गरौँ है त। आरपीएलको फाइदा व्यक्तिलाई मात्र होइन, रोजगारदातालाई पनि हुन्छ, दुवै पक्षलाई। व्यक्तिको कुरा गर्दा आफ्नो सिपको प्रमाणपत्र पाएपछि आत्मविश्वास त बढ्ने नै भयो, होइन र? अनि राम्रो जागिरको ढोका खुल्छ, फेरि सुरुबाट तालिम लिनुपर्ने समय र पैसा पनि बच्छ। अर्कोतिर रोजगारदाताहरूलाई पनि फाइदा छ। उनीहरूले सजिलैसँग दक्ष कर्मचारी पाउँछन्, जसले गर्दा कम्पनीको काम छिटो र राम्रो हुन्छ, उत्पादकत्व बढ्छ। भनेपछि यो त विन विन सिचुएसन भयो नि, होइन?
अब यति कुरा बुझिसकेपछि यदि कसैलाई यो प्रक्रियामा भाग लिएर आफ्नो सिपलाई मान्यता दिलाउन मन लाग्यो भने के गर्नु पर्ला त? कहाँ जाने? यसको लागि सम्पर्क गर्नुपर्ने मुख्य निकाय हो राष्ट्रिय सिप परीक्षण समिति, जसलाई छोटकरीमा एनएसटिबी भनिन्छ। यो सिटिभिटी अन्तर्गत पर्छ। हो, यो निकायसँग सम्पर्क गरेर प्रक्रिया अगाडि बढाउन सकिन्छ। र यदि थप जानकारी चाहिएमा राष्ट्रिय सिप परीक्षण समितिको आधिकारिक वेबसाइट हेर्न सकिन्छ। वेबसाइटको ठेगाना हो www.nstb.org.np। यहाँ गएर आवश्यक फारमहरू, प्रक्रिया र अरू सबै विस्तृत जानकारी पाउन सकिन्छ। त अन्त्यमा महत्त्वपूर्ण कुरा यही हो, तपाईको सिप, तपाईको अनुभव अनि तपाईको मेहनत यो एकदमै अमूल्य छ। अब त्यसलाई एउटा औपचारिक प्रमाणपत्र दिएर अझै अगाडि बढ्नु बेला आएको छैन र? एकपटक सोच्नुहोस् त, आफ्नो वर्षौंको मेहनतलाई मान्यता दिने कि